दाइले गरे हुन्छ त्यति भए धेरै नचाहिँदा चाहिन्छ आगो बालो अब भयो भयो ल अब पाती नडरायो पाती ओहो आगो त्यहाँ आगो मार्ने होइन मार्नु भने डराउनु हुँदैन फुल नमस्कार हजुर सत्यनारायण सुहा ओम सत्यनारायण 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 ओम सत्यनारायण सुहा 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 ओम सत्यनारायण ओम सत्यनारायण सुहा यो रामचे देवीलाई पनि गरिदियो पोखरा बिन्दवासिनी पोखरा बिन्दवासिनी ओम बिन्दवासिनी देवे सुहा ओम बिन्दवासिनी बिन्दवासिनी हो आखिर यहाँ सबै छोडिएको देवी त भन्दै हुन्छ क्या छोडिन्छ नि भाइ सब कभर हुन्छ ल नसम्झे भने चामल दिने डालामा चाहिँ यहाँ छ डालामा बराजीलाई ढोर बरा छ्याङ्गी बरा ताल बरा चेली बेटीको प्रसाद चढाइदियो भने यहाँ ल ल ल हो त्यो छेउमै राख्दै हुन्छ चेली बेटीको भने चेली चेलीबेटीको तलबाट है धाबले चेलीबेटीलाई नि ल बरा देऊ त ल सबलाई भन्न पर्दैन काम लाग्छ हो हेर कागज भन्नु हाल्दिनु अलिकति यताबाट हाल्नु त्यो बल्ल मात्रै आउँछ सबै ढाबा गाउँको सबै ढाबेली परिवार भन्दै हुन्छ क्या सबै खबर हुन्छ पण्डितलाई नसिकाउनु पण्डितलाई थाहा छ अब श्रीधनको युधिष्ठिर अर्जना बाजा भेव कुण्डु नाम जाने दिव्यानी भोर्जन अनन्त गृह हुमा जागे पण्डितले सम्झिनु नसक्नु टेस्ट गरी तपाईँलाई टेस्ट गरेको हुन्छ हो त पञ्चासे रामचे त छ स्वाति विशाखा अनुराधा ज्येष्ठ मूल आकाशे यानी तीर्थानि पाताले यानी तीर्थानि सर्वतीर्थानि वा आकाशे यता देवा भूतले पाताले यानी देवा सर्वदेवानि सुवा यानी dengan dari padan yang dengan waktu itu wah सत्यनारायण पूजा के गर्छ हो त नि जय
हो लाम यहाँ सुट बाह्र नदी मान्छेमा नाम छोडेर हेऱ्यो भने आज लाउनु पर्ने भयो यो सबै चिज चाहिन्छ भने ल्याएको छ ल्याउन त यहाँ होला मलाई बुद्धि नामी समाते निजा खाने दबा होला मलाई मती नामी समाते फुलपति राख अरे पछि त मैं तो अल्टरनेटिभ टिचे भु कहाँ च्यानल है त ले भएन गाईले गर्न पर्ने पूजा मैले गरिदिएँ म त सेकेन्ड पण्डित हो होइन होइन पूजा त गर्नै पर्यो नि काट्ने सकाम्ने कन्छा धेरै त पैसा ठिक मूल्य सकाम्ने जाने हो भन्नु पर्यो 2082 साल फागुन शुक्ल पक्ष आज कति गते 7 गते का दिन छेउगढी होइन छेउगढी भन्नु हाम्रो पण्डितजीले पूजा पाठ गरेर सबै विधि पुरा गरेर आज चाहिँ हाम्रो भाउजू कमलाको तर्फबाट यो बाटोको आज चाहिँ उद्घाटन हुँदैछ नारायण लाभा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु भाउजूले साथै होइन लिएर हिँड्ने हो त्यो छर्दै हिँड्ने रे हामी आगी वालेट साथै के पनि नलिदिने यो भाउजूले गर्ने कसले गर्ने यो पूजा आरम्भ त पहिला भाउजूले जाऊ न भाइ आउँछ होइन होइन गाडी त जसले गाडी गाडी जसले गाडी ओ भाउजू त्यो कैँची दिनु त कैँची यो काटेर फेरि आइन्छ काटे दाइ यहाँ काटो गरेर जाने त्यो खानु यहाँ अलि ठुलो भाइले लगाएको के त्यो हेर्नुले हेरेन
बाटोको उद्घाटन चाहिँ हाम्रो कमला भाउजूले गर्दै हुनुहुन्छ है सर ये चीज गलती रही कि रापुन मिल तो नजर है होइन ए पोइ लो राम्रो भयो ओ चल जाइलाई तर की जाइलाई काटिकल भयो भने काय फरक दे मधुबारी छेउ घरेसम्मको बाटो राम्रो होस् कुनै कसैलाई छोडपडाउन नलाओस् यो पोतीलाई यहाँ त हावाले मार्छ कि यहाँ भित्र राख्यो न त्यहाँ टोखनी छ दिदीले पुरानो गीत निकालिदिनु हो पण्डित जी ल गुड राम्रो है पण्डित पनि पूर्वतिर फर्काएर राख्नु पर्यो पण्डितजीलाई खोइ चाहिन्न होला भने ट्युसन गाडीमा त्यो भयो भयो नि चाहिन्छ 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 सक्ने खाना पर्दैन होला नि जीवन त ट्युसनमा त भात होला की काटे की काटे नियाल्न त होइन भयो नि चाहिन्छ भाइ हुन्छ त लैयो पूर्वतिर हर्काएर राखे गाह्रो हुन्छ होला के बिचारा झर्न माने भयो कि बिचारा यहाँ गाह्रो अब माथि ल ल हो पण्डितले लाग्छ होइन नाम लिएर मन्ठाइमा रामको नाम लिएर
Ram lấy hơi gì lao lờ ram cứ ba chi mà dao lờ ram lấy hơi gì lao lờ ram cứ ba chi mà dao ram lấy hơi gì lao ram cứ ba chi mà dao चुमुही त्यो तेल हो नि छ नि लाइटर त उसँग छैन बुद्धिसँग छैन त्यो त फजारेतिर गएको हो ल ल त्यो पूजा ल चुसो यसो फुलपाती राख त्यो बाटो एकदम निरोगी भएर अब 84 लाम्बी हो तिमी के 84 को मात्रै कुरा गरेछ हो मैले 100 भन्दा पूजा गर्ने भने सोध्नु अ भाइ यो कति साइला धेरै गर्नु खै यो बालम त गरिसक्यो हामीले जसले गरिनु हुन्छ हाम्रो साइला चाहिँ एकदम निरोगी ओ साइला कि मरद घरी निरोगी तर्के हो निरोगी सबभन्दा सबै निरोगी हो हैन भयो पर्दैन हाम्रो सबै परिवारहरू एकदम निरोगी हो यो पनि बाल्देऊ त परिवार मात्र हैन ढाबली परिवार सबै सबै ढाबली परिवार त्यो त सेल्फिस हुन्छ नि परिवार सबै ढाबली परिवार भन्ने आइयो ढाबली परिवार भनेपछि हाम्रो जोइ भने अब मैले अन्त राम्रो भन्छ हाम्रो भन्छ त राम्रो भन्छ नि हाम्रो यो बाटो हो के त्यहाँ गुम्बाको जग्गा जम्मै गुम्बा थियो त्यहाँबाट त झन् ठिक हो हरियालु सुन्दर गाउँ थप्ले डाँडाले गोद भरिदिन्छ आमा जस्तै अङ्कन छ रे ढाबा गाउँ ढाबा गाउँ ढाबा गाउँ कति रमाइलो छ गाउँ बिहानीको पहिलो किरण घर आँगनैमा पर्छ झलमल छाउँ थप्ले डाँडाको काखैमा सिद्ध थान छ पवित्र देख्दा मनै हराउँछ हे मायालु गाउँ दक्षिणको पधेरो बाटा अमृत गाउँ जीवन भर्यो कोइलीले देवी देवताको छाया पर्छ हाम्रो गाउँको बारीमा जस्तै पानी बग्ने पधेरोको कथा
कुमार एक वरुण देवता भन अनि देवी देवता सबै गणेश भन गणेश भास्कर देवी शिव सबै देवता यो बाटोमा हिँड्दाखेरि कसैलाई ठेस नलाओस् चोट पक्रा नलाओस् र सधैँभरि राम्रो बाटो बलियो होस् र धेरै मान्छेले चाहिँ यो बाटोमा हिँड्न पाओस् र सबैले चाहिँ नराम्रै भए पनि राम्रो छ भनेर भन्ने के अरे एउटा मौका दिनुहोस् सधैँभरि राम्रो होस् बाटो र कसैलाई चोटपट नहोस् यो बाटो र हामीले यो बाटो बनाउँदा सायद नागिनी देवी देवतालाई कुनै डिस्टर्ब भयो भने त्यसमा हामी क्षमा चाहन्छौँ हामी सबै यो बाल्दिनुस् ल यो बाल्दिनुस् बाल्यो त्यता राम्रो भाइ जम्मैले यहाँ अर्ने पाइने बेला भयो केटीहरू नाच्यो अब केटाहरू नाच्यो हाम्रो देवी भाउजूले निकाल्नु हुन्छ देवीले चोटमुला हो मान्छे अब पूजा लाग्छ के भनेको त पूजा गरौँ भने त यो मैले दिन पर्यो के भाउजू निकाल्नु सबैले आफ्नै नाम लिएछ साउन्ड आदि थियो तिमी त बोलाएको जम्पल खाबै कि मलाई यही कुनामा खडा गर्न पनि यही कुनामा खडा कोली पोखरा सहर हीरा झैं चम्कन्छ रे थपले डाँडाले गोद भरिदिन्छ आमा जस्तै अङ्कन्छ रे ढाबा गाउँ हे कति रमाइलो छ
सुन्दर गाउँ नमस्कार सबैलाई सबैलाई नमस्कार बिदाई भयो आफ्नो ठाउँमा जानु अब देवी देवता छ हाम्रा लक्ष्मीनारायण की सत्यनारायण स्वामी की वास्तु देवता की आदि देवताहरू की भक्तजनहरू की श्रोताजनहरू की कोटि नमस्कार देवता जाति सबैलाई कोटि नमस्कार देवता जाति सबैलाई कोटि नमस्कार देवता जाति सबैलाई मन शीतल हुन्छ धाबा धेरै लामो गर्नु भोक लाग्छ पण्डितै गाई हो नि भाइ धेरै नभए जान्छु जस्तै माया दिन ढाबा गाउँ हे सबैलाई लगाइदियो हुन्छ पैसा त थुप्रो हुन्छ नि घर परिवारलाई लगाइदियो पण्डितले त राम्रै गरेको तर एउटा सङ्घ नरहेछ यहाँ सङ्घ ढाबा गाउँ सुन्दर शान्ति होस् भगवान विष्णु हाते सरेन ढाड भन्थ्यो जग्गा आएर भेटेछु तिम्रो नि कति पण्डित
त्यो अब घोडा दोहेको सन्चो गर्न मिल्दैन, फुक्न मिल्दैन पण्डित बा? पञ्चमीले मलाई पहिला देऊ त पछि तर एकदेखि तर जम्मा तनी गराइकन ए भोगेरे मन्त्रणा सबला सन्तोष हो गर अनिष्ट गरेर शान्ति भवतु। अलि मिद्दालाई अलि धेरै देऊ न पैसा बिचरा खाते क्या रहेछ त त्यसले म त यहीँ छ नि। अब तपाईँहरूको यहाँ भिडियो देखाउनु परेन अब मिद्दा त भाइरल बनायो भने सानो मन्तव्य दिनुको लागि हाम्रो समाजका उपाध्यक्ष दाइ खुम्बहादुर गुरुङलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार मुख्य सल्लाहकार विशेष सल्लाहकार क्याप्टेन बहादुर गुरुङजी र आजको हाम्रो आजको गोरेटो बाटोको पनि हरियाली पूर्वतिर पोखरा सहर हिरा झै सबले डाँडाले गोद भरिदिन्छ यो हाम्रो आमाहरूको इच्छा हो दिदी, हजुर पनि छेउघरे परिवारबाट नै हाम्रो आमाहरूको तर्फबाट मजालाई सम्मान गर्ने कार्यक्रम चलिरहेको छ। सो त्यही भएर म यो हाम्रो ढाबा गाउँ चेलीबेटीको तर्फबाट पनि यो सम्मान कार्यक्रम रहेको हुँदा म चेलीबेटीहरूलाई पनि तम्ताएर रहेर बसिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। ढाबा गाउँ चेलीबेटीका अध्यक्ष पुष्पकुमारी गुरुङ कार्यक्रम रहेको हुन्छ। यहाँलाई सम्मान गर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। चौतारीको पिपल बस्दा मन शीतल
पोतेको किरण चम्केको गाउँ पोखरा महानगर नमुना गाउँ भनिन्छ हमले डाँडाले हमलाई धाम गाउँ मायाले बाँध्ने रहरले सधने मिठो प्यारो भाइ धेरै धेरै धन्यवाद तपाईँको योगदानको लागि हामी सहयोग गर्ने सम्पूर्ण परिवार तपाईँप्रति ठुलो आभारी छौँ धन्यवाद सबैको मद्दतले गर्दाखेरि यो काम सफल मद्दत काठमाडौँबाट नै अर्डर अनुसार दिएर उहाँबाट बनाएर ल्याएको हो र त्यो बनाउनुलाई पनि अब त्यही हो हामी त विदेशमा भइहाल्यो हाम्रोबाट त कुनै हुने कुरा आएन जुन चाहिँ मेरो पाला पुष्पबहादुर गुरुङ यो काठमाडौँमै हुनुहुन्छ र उहाँले नै त्यो ढुङ्गा बनाउने जग्गा मूर्ति गोरुको टाउको मात्रै नभएर जुन चाहिँ तपाईँहरूको अगाडि यो बाघको मूर्तिहरू छ तपाईँको लागि जुन चाहिँ मेरो समितिले प्रेजेन्ट गर्नुभएको त्यो बाघको मूर्तिहरू उहाँले नै काठमाडौँबाट ल्याएर आफूले नै पेन्टिङ गरेर ल्याउनु भएको धारोको गाईको टाउको गाई गोरुको टाउको प्लस यो के अरे यो बाघको मूर्तिलाई चाहिँ हामीले कति 15,000 रुपियाँ दिएर उहाँहरूलाई चाहिँ एउटा सम्मान गर्नु पऱ्यो भनौँ न हाम्रो तर्फबाट एउटा उहाँहरूलाई चाहिँ धन्यवादको रूपमा र त्यसको लागि अध्यक्ष यता 10,055 है अर्को हाम्रो खै त प्रगतिशीलहरूको ताली बजाउनु खुसी हुनु ल हाम्रो सञ्जीव ए अनिल आमा बारीको हाम्रो भाउजू टिममा नै जानुहुन्छ होला र हाम्रो चेलीबेटी टोलीलाई पनि 10,000 55 र हाम्रो बहिनीहरू गयो भने एकजना दिदीबहिनी आइदिनु पऱ्यो त्यसैको लागि छोटो कुरा हाम्रो चौधरी परिवारका ज्येष्ठ दाजु हाम्रो आमा समूहलाई पनि आर्थिक सहयोगको कार्यक्रम रहेको हुँदाखेरि यो
हार्दिक सहयोग गरिदिनु लागि म आमा अध्यक्ष र कोषाध्यक्षलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै प्रकारले हार्दिक अनुरोध गर्न चाहन्छु। यसै प्रकारले आज अलिकति बेनिफिट भयो कि सबैले ताली बजाइदिनु होला। यसै प्रकारले धावा समूहका हाम्रो धावा युवक क्लबका अध्यक्ष भान्जा अनिल गुरुङज्यूलाई पनि गर्न चाहन्छु। ग्रहण गर्नलाई हार्दिक चाहन्छु। यसै प्रकारले धावा यसै प्रकारले गुम्बालाई पनि सहयोग धन्यवाद छ हाम्रो गाउँघरे हजुर गुरुङ र कोषाध्यक्ष हाम्रो चेलीबेटीहरूलाई यो टिसर प्रदान गर्ने कार्यक्रम अहिले पनि पछ्यौरा दिने कार्यक्रम रहेको हुँदाखेरि यो चेलीबेटीहरूको यो रुखु आमा पार्टीमा ल हाम्रो मेजर अमृत गुरुङको तर्फबाट यो पछौरी वितरण भइरहेको छ।
तलबाट ठुलो बहिनी आउनु त हजुरको हातबाट के तपाईँहरूले दिनु न तपाईँहरूले त्यसै हामीले यहाँ मसमा ठुलो धन्यवाद है मैले ल ठिकै छ हाम्रो दाइ कुलबहादुर गुरुङको ससुरालीबाट हाम्रो दाइको निमन्त्रणालाई स्वीकार राख्नु भएको थियो उहाँहरूको तर्फबाट हाम्रो कुम्भलाई आर्थिक सहयोग